पल्टी गएछ है। राम्रो कलर हैन यो र यो चाहिँ अलिक फरक छ। यहाँ हेर्दा चाहिँ कस्तो राम्रो कलर छ नि। हेलो एभ्रिवान, नमस्ते नमस्ते सुप्रिम। नमस्ते। ल बोला तिमी अब। वेलकम टु माई च्यानल। स्वागत छ यहाँहरूलाई फेरि पनि अर्को नयाँ भिडियोमा। हामी फेरि धेरै समयपछि फेरि अर्को भिडियो लिएर आइरहेको छौँ आमा छोरा। अनि आज शनिबार हो अनि हामी यत्तिकै बसिरहेको छौँ। अनि चिसो छ होइन, यहाँ चाहिँ पुरा पानी पर्ला जस्तो भइरहेको छ। फागुन लागेकन चाहिँ पुरा चिसो बढिरहेको छ। चिसो लागेर यसरी टोपी लाएर बसिरहेको छौँ हामी। अनि मेरो चाहिँ धेरै भएको थियो भिडियो नबनाएको। अनि आज चाहिँ भिडियो बनाऊँ न त भनेर यसरी सुरु गर्दैछु। म सुत्दा गरेर उठेको कि अहिले, अनि यस्तो भइरहेको छ पनि। अनि सुप्रिम पनि बोला त लु। हेलो गाइस, वेलकम टु माय च्यानल। त्यस्तो नभन न, अब लाइक सब्सक्राइब भन न। लाइक सब्सक्राइब गर्नु र हाम्रो भिडियो राम्रो थियो भने यता हेरेर बोल न। अनि 10,000 लाइक गरिदिनुहोस्। यति हो। अनि ल हाम्रो च्यानल चाहिँ नयाँ च्यानल बनाएको छौँ हामीले चाहिँ, युट्युब च्यानल। अनि पहिलाको चाहिँ हाम्रो डिलिट भयो, कहाँ पुगो थाहा भएन। अनि यो नयाँ हाम्रो युट्युब च्यानल हो, सबैजनाले सब्सक्राइब गरिदिनु होला। अनि हाम्रो भिडियोलाई लाइक पनि गरिदिनु होला भन्दै आज चाहिँ म हाम्रो घरमा फुलेको फुलहरूको भिडियो बनाउन गइरहेको छु। हाम्रोमा कस्तो कस्तो फुल फुलेको छ हेरौँ ल अब सबैजना मिलेर है त। यति बेला चाहिँ हाम्रोमा यो सिनेरिया फुल मजाले फुलिरहेको छ होइन। अनि यो चाहिँ थुप्रै कलरमा छ। यो चाहिँ धेरै फुलेर यता पल्टी गएछ है होइन। यो कलर भयो, अनि यो कलरहरू छ। कस्तो गाडी आएर यो डिस्टर्ब गर मलाई। अनि यो कलरमा छ। अनि यो वाइट पनि होइन, पुरै यसमा चाहिँ हल्का ब्लू कलर पनि छ। अनि यो चाहिँ यसरी सेटिङमा छ, वाइट र ब्लूको सेटिङमा छ। यो पनि कस्तो राम्रो कलर होइन, कस्तो मिठो कलर छ, मलाई सबैभन्दा मनपर्ने कलर। अनि यो भइहाल्यो, यो निलो होइन, ब्लू कलर। अनि यसमा चाहिँ यो भित्र निलो छ, सेतो छ यसको चाहिँ यस्तोमा। अनि यो निलो फुलिरहेको छ। अनि यो पनि ब्लू नै छ, तर यो र यो चाहिँ अलिक फरक छ, डिफ्रेन्ट छ है। अनि यो चाहिँ भर्खरै फुल्दै रहेछ, कस्तो मजाले फुल्दैछ। आज कस्तो चिसो छ फेरि मौसम होइन। अनि वाइट कलर। अनि त्यस पछाडि यो चाहिँ हल्का पर्पल जस्तो देखिन्छ होइन, तर यो र यो चाहिँ डिफ्रेन्ट नै हो, मजाले फुलिरहेको छ। अनि यो पनि यो अर्कै कलर छ है, यो अर्कै कलर छ। अनि यो चाहिँ हाम्रोमा जिरेनियम पनि फुलिरहेको छ है। यो चाहिँ हाइब्रिड जिरेनियम यहाँ फुलिरहेको छ, मजाले देखेन ल। अनि यहाँनिर यसरी फुलिरहेको छ हाम्रो सिनेरिया फुलहरू होइन। पानी नभएर यहाँ सुक्खा लागेर यस्तो भइरहेको छ होइन। अनि यो कलर छ। अनि यो चाहिँ कस्तो राम्रो कलर छ कहे, कस्तो भिडियोमा चाहिँ अलिक कस्तो नराम्रो कलर आइरहेको छ होला, तर यो चाहिँ यहाँ हेर्दा चाहिँ कस्तो राम्रो कलर छ नि। अनि यहाँनिर फुल्नै बाँकी छ, यो फुल्दैछ। सबै चाहिँ फुलिसकेको छैन, सबै फुल्दा त झन् कस्तो राम्रो देखिन्छ होला नि। अनि यो निलो यो भयो होइन। अनि कस्तो राम्रो फुलेको छ। अझ यहाँ अग्लो ठाउँमा भएकोले गर्दा मलाई भिडियो गर्नु अप्ठ्यारो भयो कि। कस्तो मजाले फुल्दैछ नि, कति राम्रो कलर, कस्तो मजाले फक्टिएको नि। अनि यहाँनिर चाहिँ हाम्रोमा जिरेनियम पनि छ। यो चाहिँ हाइब्रिड जिरेनियम होला, कति धेरै फुलेको छ एउटै बोटमा। अनि यो भयो।
यता तल पनि छ होला हाम्रो यो अर्कै कलरमा छ यो भयो सरसर्ती म भिडियो गर्छु ल यहाँ यो भयो फुल्दै पनि छ थुप्रै कलरमा फुल्ने बाँकी पनि छ यो अर्कै कलर यस्तो राम्रो राम्रो कलर म चाहिँ अनि आज यहाँ छुट्टी हो नि त अनि शनिबारको दिन अनि यहाँ भिडियो खिच्दैछु यतातिर पनि पल्टी गएको छ है कस्तो राम्रो फुलिरहेछ अर्कोचोटि चाहिँ म यो क्याल्सेलेरियाको भिडियो लिएर आउँछु अहिले चाहिँ यो फुल्न सुरु गरेको चाहिँ यो पनि कति धेरै छ कि यसको म फाल्टै अर्को भिडियो लिएर आउँछु ल मैले चाहिँ आज सिनेरियाको भिडियो यति नै होइन गरिसकेँ फेरि अब म अर्को भिडियो लिएर आउँछु अर्कै खालको फुल फुलिरहेछ अब फेरि होइन ल त्यति दिन सबैको लागि बाई बाई